सिन्धुलीको चाहिँ हाम्रो प्रख्यात मन्दिर नजिकै घर नजिकैको मन्दिर हो। प्रत्येक जग्गा आउँदाखेरि चाहिँ हामी आउने गरेका छौँ हैन। अनि यसपछि फेरि अर्को मन्दिर पनि जाने छौँ। अनि चप्पल चाहिँ जहिले खोल्नुपर्छ। पूजा गरौँ ल ल। ल हाम्रो मेन मन्दिर प्रवेशद्वार र अहिले जाउँला है। ल हेर्नु पर्दैन। अब चाहिँ दिउँ यताले दिइहाल्छ लु घुमा त आमा घन्टी बजाउँ यहाँ छ। ओहो कडा बुढो रहेछ त। उहाँ चाहिँ हाम्रो विष्णु भगवान। राधा कृष्ण भगवान की जय। ल हाम्रो मन्दिर पनि दर्शन भयो मम्मी। मन्दिर नाम के मम्मी? काली माता मन्दिरमा हामीले पूजा गर्यौँ। अब अर्को मन्दिर प्रवेश एकछिनमा काली माता दर्शन गर्यौँ। हामी आन्टी मम्मी हामीहरू चाहिँ को मैले चाहिँ हल्का चिन्न सकिन। मेरो बुहारी हो प्यारी बुहारी। ल ठिक छ प्यारी बहिनी। अब चाहिँ हामी फोटो खिच्छौँ है। ल अटोमा चाहिँ मजाले हावा आउँदो रहेछ। आनन्द आउने त्यही त के नचिनेको अटोमा चाहिँ हेर्नु मन लाग्दैन मलाई पटक्कै टाढाको बाटो। तिमीहरू सानोमा हेर्ने बाटो है बाबु यहाँ जाँदैछ होइन अगाडि बढेको
खेतेनो अब कताबाट जाने ए ए ए ए ए अब हामी चाहिँ पर मन्दिरमा पुग्छौँ यो मन्दिरमा यहाँ बन्दैछ खाना ल है ल पुलमा आइपुग्यौँ आहा कस्तो राम्रो देखेको मलाई त डर लाग्छ होइन होइन हिँड्नु हिँड्नु केही हुँदैन होइन डर त लाग्छ अब यहाँ के गर्ने र डर लाग्यो होइन होइन ठिक छ ल है बिस्तारै 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 हाम्रो मेन मन्दिर उतातिर छ त्यहाँ अगाडि यो चाहिँ कमला खोला हो यो उताबाट आएको चाहिँ ग्वाङ खोला सिन्धुलीबाट आएको टक्क यहाँ मिसिएर चाहिँ कमला खोला भनेको चाहिँ तल तराईतिर जान्छ ल हल्लियो हल्लियो पुल हेलो हेलो ए हजुर खिचिरहेको छु मम्मी अघिदेखि ल कस्तो राम्रो आएको धेरै राम्रो यसरी ढ्याक्का हानेपछि कसरी यसलाई चाहिँ बल दिने हो आफू चाहिँ बल नलिने सकिन भन यसरी यसरी हप्तालाई खिचेछ उसले त यसरी छुनी मात्रै उनीहरूले दुईवटा बजाइदिनु यसलाई मात्रै बजाइदिने बल दिएपछि पुरै बल लाएर समातेर झन् यो चाहिँ पूजा गर्ने थाली होइन अब चाहिँ हामी भित्र पूजा गर्न जान्छ भित्र चाहिँ क्यामेरा एलाउड छैन त्यही भएर यहीँबाट ल जाउँ ल यहाँ शिवको चाहिँ स्थान मन्दिरमा चाहिँ जाँदैछौँ हामी शिव मन्दिर आएपछि ओम लेख्नु मलाई सम्झिनु भन्छ गणपति ओम देवादेव सिद्धि ओम हरे ओम रूपम दय सदय सदय भाग्यम दय भागवती दय पुत्रम दय पुत्रीम दय धनम दय सैषा कमला भवती माताली सर्वकामना भवती दंपति जीवन सुखमय प्रतिष्ठा प्राप्त हमारा माता पिता माता पिता टिका पनि लगायो आशीर्वाद पनि लियो के तपाईँको त देखियो म त फोटो खिचाएको होला भन्नु चाहिँ पुरा पोज दिएर ल हामी सबै भयो राम्रो आशीर्वाद पायौँ है ए भयङ्कर पुत्र पुत्र होस् पुत्र पुत्री लाभ यतापट्टि हेर न है आहा म देखाउँछु ल
हजुर आन्टीले पनि आशीर्वाद लिनु भयो। यहाँ हेर्नु न कस्तो राम्रो देखेको त्यो। यताको नि फुल हेर्नु हजुर के भन्छ यसले के फुलहरु हो सोयाको फुल के ल हामी पूजा गरेर पनि अब फर्किँदैछौँ। अब फर्किन लागेको हामी चाहिँ पुल्छ म त्यो घर है ओहो पुरै के ल अहिले चाहिँ हामी रानीमौरी कटेज रेजोर्ट भन्ने ठाउँमा आएको कि यहाँ त हेलिकप्टर त डर रहेछ त दामी है। ल यो चाहिँ कटर ज्याकफ्रुट कत्रो फल्यो है। हामी चाहिँ यो कटेज यसो अवलोकन गर्दैछौँ। यस्तो दामी धेरै राम्रो। यहाँ चाहिँ माछा अब चाहिँ हामी यहाँनिर खाजा खान थालेको। यहाँ तरकारी पनि पाकिरहेको रहेछ। कहाँ जानुभयो दाइ? अब हात धुइन पनि डर रहेछ त। हेलो नमस्ते। कसरी कति राम्रो देखियो फुल पनि है